संसारमा अहिले सबैभन्दा बढी युज हुने भनेको युज भइरहेको भनेको एन्ट्रोपी हो क्या होइन। हामीले सानैदेखि पढ्दै पनि आएको छौँ 9, 10, 11, 12मा होइन। तर सबैले बोलिरहेका छन्, बुझे कम मान्छेले छन् कि मुद्दा त्यो छ। मैले पनि यहाँ खोजिरहेको छु कि एन्ट्रोपीलाई एक्ज्याक्ट यसको मिनिङ के हो त्यो नै भेटाइरहेको छैन क्या होइन। अब यसले भन्नु चाहिँ के खोज्छ होइन, रेन्डमनेसको कुरा गर्छ, जथाभावी फैलिएको छ, जथाभावी छरिएको छ, रेन्डमनेसको कुरा गर्छ क्या। लाइक एन्ट्रोपीलाई के भन्छ त, प्रणालीहरूको अव्यवस्था र ऊर्जाको फैलावट मापन हो अरे क्या। इनर्जी चाहिँ फैलावट रूपमा होइन एक्सपान्ड भइरहेको चिज चाहिँ त्यसलाई मापन गर्नु नै एन्ट्रोपी हो अरे क्या। अब यसलाई मैले एक्जाम्पल अनुसार चाहिँ कसरी भन्छु भन्दाखेरि होइन, एक्जाम्पल दिँदा चाहिँ मेरो बेडभरि बुकै बुक छरिएको छ होइन। यो चाहिँ के भन्दा चाहिँ एकदम हाई इन्ट्रोपी भयो क्या है। अनि मैले त्यसलाई मिलाएर राखेँ, चट्टक्क पारेर मिलाएर राखेँ भने त्यो एकदम लो एन्ट्रोपी भयो क्या होइन। हो अब अर्को एक्जाम्पल दिँदा चाहिँ मानिलिउँ आर्मीहरू के भइरहेछन्, एकदम लाइनमा क्युमा बस्छन् नि त, सबै थोक मिलाएर राख्छन् होइन। तर आर्मीहरू चाहिँ छरिपट्ट रूपमा बसेको छन् होइन। भनेपछि चाहिँ त्यहाँ कसैले अट्याक गर्यो भने त उनीहरूले अट्याक गर्ने चान्सेस त के हुन्छ भन्दाखेरि जित्ने चान्सेस धेरै कम हुन्छ नि त। किनकि उनीहरू रेन्डममा छन् क्या। उनीहरूको त्यो इनर्जी नै अब फैलावट रूपमा जाने भयो क्या, नहुने भयो क्या। त्यो एक्ज्याक्टली गर्नु खोजेको काम चाहिँ नहुने भयो होइन।